आइरहेको छु म सिधै यस्तै गर्न पर्छ न त तिमीहरू के भन्नु मेरो यो भ्लग भाइरल हुन्छ आज नत्र हुँदैन त्यो आज जिताउनै पर्छ कस्तो लाग्यो भाइ Hey guys, what's up? Welcome to my next mini vlog. I hope you guys are all good. आज चाहिँ हाम्रो केयु भर्सेस फाइनल क्रिकेट म्याच हुन गइरहेको थियो। म चाहिँ रेडी भएर फटाफट एङ्गो बुक गरेर कलेजतिर लागेँ। अनि म चाहिँ यता कलेज आइसकेको छु र मेरा साथीहरू पनि आइसकेका थिए। अनि यता छिटो बोलाएर खाना खाइरहेको छु म सिधै यस्तै गर्न पर्छ न त तिमीहरू के भन्नु ढिलो आइहाल्छौ नि ए भ्लग चालु भइसक्यो आज के हुन्छ जस्तो लाग्यो सबै त हेर न आज गेम आजको टिम चाहिँ एकदमै कम्पिटेटिभ छ हिजो त तिमीले जिताउने आज जिताउँछौ अब आज हेरौँ अब 100% दिन्छु मैले चाहिँ आजको टिम चाहिँ एकदमै कम्पिटेटिभ तिनीहरूको आफ्नै होम ग्राउन्ड छ त्यसले गर्दा तिनीहरूलाई एकदम फाइदा हुन्छ तर अब हामीले चाहिँ अब आफ्नो 100% दिउँ जिताउनुपर्छ आज जितायो भने मेरो यो भ्लग भाइरल हुन्छ आज नत्र हुँदैन त्यो आज जिताउनै पर्छ ल एन्ड हियर वी गो हाम्रो बस पनि रेडी अवस्थामा भइसकेको छ र हाम्रो साथीहरू सबै पालो पालो रेडी पोजिसनमा भित्र बसिसकेका छौँ त्यसपछि हामी लाग्छौँ केयु भर्सेस आइएम फाइनल क्रिकेट म्याच लेट्स गो अनि हामीहरू सबै आइसकेका थियौँ अनि सबै रेडी पोजिसनमा थियौँ अब हामी चाहिँ लाग्छौँ केयुतिर लेट्स गो गाइज अनि यो बाटोभरि चाहिँ यस्तो फुल फुलेर काठमाडौँ नै कस्तो दामी देखेको थियो अनि यो फुलको नाम चाहिँ जगरान्धा हो कस्तो दामी लाग्छ कि हाम्रो कमल पोखरी पनि बवाल थियो यो कारमा यस्तो राम्रो मलाई हेरेर गइसक्यो एन्ड हियर वी गो हामी चाहिँ केयु आइसकेको छौँ अनि यो पछाडिपट्टि हामी खेल्ने केयु ग्राउन्ड अनि यो चाहिँ हाम्रो केयु युनिभर्सिटी हाम्रो बस पनि यहीँ आइसकेको छ अनि यो चाहिँ एकदम दामी थियो कि कलेज चाहिँ मलाई चाहिँ कस्तो दामी लाग्यो यहाँको इन्भाइरोमेन्ट यहाँको पिस कस्तो बवालै थियो के भन्ने अब छोड्नै मन लागेको थिएन छोड्नै पर्यो गाइज दिस इज द केयु ग्राउन्ड आज फाइनल हुने यतै हो हाम्रो अनि आइसक्यौँ चेयर अफ गर्न खेल्न त यस्तै हो चेयर अफ गर्न चाहिँ आइयो आइएमलाई जिताउनु परेन हामी जस्तो खतरा रहेछ नि त हिजो यो फुटबल ग्राउन्ड रहेछ लेट्स गो फाइनल कलिङ हाम्रो शिवे दोस्त पनि यहीँ आइसकेका छन् फर्स्ट टाइम होला आज होइन अनि हामी चाहिँ एकछिन केही घुम्नु पर्यो भनेर एकछिन घुम्न गएको त अनि यता त गेम नै स्टार्ट भइसकेको रहेछ अनि हामी हतार आयौँ र अनि यता गेम हेर्नतिर लाग्यौँ अनि यता चाहिँ हाम्रो फाइनलको ट्रफी पनि आइसकेको छ भेरी भेरी ब्युटिफुल ट्रफी जसले जित्छ फाइनल म्याच उसले लाग्छ केयु फाइनल कप दीर्घायुको अनि म्याच चाहिँ स्टार्ट भइसकेको थियो आइएमको ब्याटिङ भइरहेको थियो अनि हामी चाहिँ यो डाँडामा बसेर यस्तो भ्यूको मजा लिएर हेरिरहेका थियौँ कस्तो पिसफुल यहाँ साथीहरूसँग एकदम दामी थियो कि मन्त्र मुग्ध नै थियो कि पुरै के भन्ने बबाल वान लाइनमा भन्नुपर्दा बबाल यो ठाउँ चाहिँ यस्तो शीतल ठाउँमा बसेर हेर्ने मजा नै छुट्टै छ गाइज अनि म्याचको इनिङ सकेको थियो अनि हामी एकछिन खाजा खानु पर्यो भनेर निस्केको त अनि यता त म्याचै सकाइदिएछ केयुले फाइनल हारिएछ गाइज के भन्नु अनि ऊ चाहिँ हाम्रो बेस्ट प्लेयर हो सही खेल्यो तर दामी टिकट खेल्यो यार तेरो मलाई प्ले स्टाइलै राम्रो लाग्यो बवाल खेल्यो यार आज अरू यस्तो खेलेको त दामी हुन्थ्यो यस्तै हो गाइज म्याच हारे पनि आइएमले मन चाहिँ जितेको छ त्यसमै खुसी छु अनि हामी चाहिँ अब म्याच हारिसक्यौँ के गर्ने अब घरतिर लाग्छौँ हामीहरू सबैजना आइसक्यौँ अब चाहिँ हाम्रो बस हिँड्छ अब हामी चाहिँ काठमाडौँतिर लाग्छौँ
एन्ड हामी चाहिँ अब सूर्यविनायक भक्तपुरतिर चाहिँ उत्रयौँ अनि त्यहाँ चाहिँ बहिनीहरूले खाजासाजा खाने अनि साथीहरूले पनि घुम्ने खाजा खाम भनेर गयौँ अनि त्यहाँ चाहिँ हामीहरू जुनियर बहिनीहरू र हामीहरू मात्रै थियौँ अनि अरू साथीहरू चाहिँ कलेजतिर गए अनि हामीहरू चाहिँ खाजा खान आइसक्यो अनि यहाँ चाहिँ लाफिङ हो अनि मेरो साथीहरूले चाहिँ फर्स्ट टाइम नै ट्राई गरेर रहेछन् यो लाफिङ अनि मैले चाहिँ भिडियो बनाइदिएँ कस्तो लाग्यो भनेर रियाक्ट गर्न लगाइरहेको थिएँ रियाक्सन दिन अनि यिनीहरूलाई पनि ठिकै लाग्यो अरे अनि फर्स्ट टाइम खाएको भएर त्यस्तै हो गाइज अरू त आजको मिनी ब्लग चाहिँ यहीँ हुन्छ द एन्ड एन्ड थ्याङ्क्स फर द वाचिङ एन्ड वेट फर द नेक्स्ट ब्लग सी यू सुन మా అమ్మలా మా కోసం మళ్ళీ